साथीहरू आज फेरि बहुत दिन बादमा तपाईँहरूको सामने नयाँ ब्लगको साथमा आज फेरि फिसिङ गर्ने प्लानिङ गरेको। आज फेरि जान्छु म एक्लै फिसिङको लागि। फर्स्टमा आज चाहिँ म चारो खोज्नु पर्यो माछाको लागि। भेट गनेउला अर्को मेरो फिशिङ रड, मेरो बेट छ गाइस। यो छ तपाईहरुको चिकनको हार्ट, चिकन हार्ट नि मुटु। अघि गनेउला भयो, त्यसको बादमा अर्को छ यो कर्न, बेबी कर्न है, बेबी कर्न छ। यो तीनटा बेट लिएर जाँदैछु। हेरौँ केमा लाग्छ लाग्दैन है, तपाईहरुलाई देखाउने छु म। ल आज एक्लै जाने, फेरि सोलो ब्लग हुन्छ आज। आज मेरो मिसेसले पनि माछा मार्नु दियो, जानु जानु भन्नु हो। आज जानु पर्यो साथीहरू। अब यो बेटहरू हाल्छु यहाँनिर। मेरो गनेउला अर्थवर्म एउटा प्लास्टिकमा हाल्नु पर्यो। आसु मलाई प्लास्टिक दे सानो यस्तो हो, त्यो लास्टमा छैन भने। अब यो अर्थवर्म हालेर 4-5 वटा मात्रै बोकेँ, किनभने टाइम छैन खेल्ने होइन। बेसी नै बेसी 2 घन्टा खेल्नु पाउला, त्यही कारण यो बोकेँ मैले। 4-5 वटा मात्रै बोकेँ। म जानु पर्यो अब है। ल त फाइनली गाइस म यहाँ आइपुगेँ फिसिङ स्पट। म बल्ल यहाँ आइपुगेँ है, मेरो फिसिङ गर्ने जग्गामा, टिस्टा रिभर। बाटो चाहिँ एकदम अप्ठ्यारो छ, फेरि धुलै धुलो है, बाटो पनि अप्ठ्यारो त भयो। स्कुटीमा आएको कि हावाले गर्दा कान पनि ड्याम्मै भयो यार। यहाँ हेर्नुहोस् बाटो चाहिँ यस्तो छ है। पहिलाको भ्लगमा पनि मैले यही बाटै देखाएको थिएँ तपाईँहरूलाई। हेर्नुहोस् सेम बाटो हो। यहीँ मात्रै आउँछु म चाहिँ होइन। यहाँ अलिक सेफ्टी पनि लाग्छ मलाई। जग्गा चाहिँ राम्रो पनि छ, सेफ्टी पनि छ। पहिला यहाँनिर मैले माछा पनि 2 किलोसम्मको मारेको थिएँ होइन। अन्त यहाँ लाग्छ भन्ने आशा पनि लाग्छ मलाई। जग्गा चाहिँ यस्तो छ, दामी छ साथीहरू। हेर्नुहोस् राम्रो छ। ल है, त्यही छ बाटो चाहिँ साथीहरू मेरो होइन। अप्ठ्यारो भन्दा भन्दै आइपुगेँ जग्गा चाहिँ। अन्त हेर्छु है कस्तो हुन्छ।
यस्तो राम्रो जग्गा छ, पिकनिक खेल्ने राम्रो जग्गा छ। पिकनिक स्पटै भन्दा पनि हुन्छ यहाँनिर, यस्तो दामी भ्यू छ होइन, शान्ति हुन्छ यहाँ आउँदाखेरि। म चाहिँ लास्ट एउटा यो रोड राखेको छु, बाँकी उठाइदिएँ मैले। यो पनि कतै आशा छ पर्छ कि भनेर, माछा लाग्छ कि भनेर, तर लागेको त छैन अहिलेसम्म। हेरौँ नेक्स्ट टाइम अब साथीहरू। यस्तो राम्रो जग्गा आउनु पनि भाग्यमा हुनुपर्छ होइन। गाइस बाइट त भएको थियो धेरै, तर परेन माछा चाहिँ। आजको लागि यति नै, अँधेरो पनि हुन आँट्यो। घरबाट मिसेसले पनि फोन गरेको छ छिटो आउनु भनेर, अन्त त्यही कारण म घरतिर लागेको अब है। अब नेक्स्ट कहिले हुन्छ हेरौँ, मिसेसले दिन्छ कि दिँदैन फिसिङ गर्नुको लागि, आउनुको लागि। अन्त नेक्स्ट फिसिङ गर्नु पाएछु भने चाहिँ म फेरि नयाँ भिडियो लिएर तपाईँहरूको सामने आउँछु। अहिलेलाई यति नै है। यहाँबाट माथितिर त अँधेरो पनि भइसक्यो होइन, त म चाहिँ लागेको घरतिर। भिडियोमा भेटौँला तपाईँहरूलाई। ल बाई बाई बाई।